मलाई चाहिँ आज बिहानै उठ्ने बित्तिकै हैन मैले यो चटपटे बनाउँदाखेरि चाहिँ बिहानको 9 बजेको थियो। यस्तो क्रेभिङ भएको घरमा मसँग काँक्रो बन्दाहरू यस्तो केही पनि थिएन, तर जे छ त्यही हालेर भए पनि खान्छु भन्ने सोचेर चटपटे बनाउनलाई रेडी गरेँ। चाउचाउ टमाटर प्याज खुर्सानी अनि थोरै भुजा लगाएँ। त्यसपछि चाहिँ बिरे नुन, यसले चाहिँ टेस्ट अलि मिठो आउँछ जस्तो लाग्छ मलाई चाहिँ। मिठो लाग्छ भन्दा नि मिठो नै हुन्छ यो जे होस् चटपटेमा। अनि मैले धुलो खोर्सानी हालेँ, मसला हालेँ, चटपटे मसला। त्यसपछि अर्को नुन पनि हालेँ मैले थोरै, अनि अमिलो पनि हालेँ मैले कागती आदि। एउटा सिङ्गै हाल्यो भने चाहिँ अमिलो धेरै हुन्छ होला भनेर। अनि त्यसपछि तेल हालेँ, अनि त्यसलाई हातले मजाले मोलिदिएँ। अझै मजाले मोलिरहेको छु हैन। अनि यसको कलर कस्तो राम्रो देखिरहेछ के, देखिन पनि खानामा पनि मिठो थियो। मलाई चाहिँ एकदमै मिठो लाग्यो। अनि मैले लास्टमा चाहिँ यसमा के अरे थोरै त्यो टमाटो प्युरी हालेको थिएँ कि गिलो बनाउन, त्यो चाहिँ रेकर्ड गरेको छैन रहेछ। अनि अलिक गिलो भयो, अनि खाएको पनि भिडियो थोरै बनाएँ। कहिलेकाहीँ चाहिँ कस्तो धेरै क्रेभिङ हुन्छ कि जे छ त्यही अगाडि खाइदिइहालौँ भन्ने टाइपको। मलाई चाहिँ त्यस्तै भएको थियो र खाएँ। अनि मलाई अहिले पनि खान मन लागिरहेछ कि मैले यो भोइस ओभर गर्दाखेरि। एकदमै मिठो भएको थियो, सिम्पल थियो। अझ धेरै बन्दा भएको भए अझ मिठो हुन्थ्यो। मलाई चाहिँ बन्दा एकदमै मनपर्छ। थ्याङ्क यू।